आइसकेँ यहाँ। अब चाहिँ मान्छे चाहिँ कहाँनिर हो? बस्नु होला। हजुर नै हो? एकदम एकदम। ए नम्बर चिन्नुभयो तपाईँले? यो कहाँ नर्सिङ चौक हो क्या? सेकेन्ड लेफ्ट अन्ली मात्रै। फाइनली कट्यो। आज किन यति धेरै जाम छ? आज के छ त्यस्तै यार, फर्स्टै जाम छ भने उता अघि उता थापाथालतिर पनि यत्तिकै जाम थियो। तर त्यहाँ चाहिँ पुलिसहरूको चाहिँ एकदम भनौँ न 20-20 फुट जस्तोमा पनि ट्राफिकहरू बसिरहेको थियो सायद। अनि पुलिसहरूको गाडीले चाहिँ स्काउट टाइपको गरिरहेको थियो क्या। सायद कोही मन्त्री अथवा कुनैको सवारी छ जस्तो लागिरहेछ। त्यता त सवारी छ ठिक छ, तर अनि यता चाहिँ के छ त हौ? यता पनि यस्तो जाम हुनलाई लास्टै गाह्रो गाह्रो। कता यताबाट जाउँ कि यताबाट हो र? ल ल ल ट्राफिक जाम छ भनेर हो क्या? यता ट्राफिक लाइट धेरै छ भनेर हो क्या? ल ल ठिक छ ठिक छ। ए सिधै हो? म त यतै घुमाउनु लाएको थिएँ। त्यहाँ त हामी उताबाट गएको भए दरबार मार्ग भएर जान्छ होइन? हो कहाँनिर गल्लीबाट? कुन गल्लीबाट लिने? ए अहिले यहाँबाट जाने? ल ल तपाईँले जता भन्नुहुन्छ त्यही बाटो जाउँ न। मैले त बाटो त्यति चिनेको छैन कि, मैले त्यही भएर तपाईँलाई सोधेको नि। नत्र यस्तो बाटोमा उतातिर जानुभएको भए चिन्थेँ। अस्ति मलाई ठमेल जानलाई उता वहाँबाट लैनचौर लगेर गएको एकजनाले, यस्तो टाइम लागेन आमामा। अनि लैनचौरबाट गएको पैसा बढ्यो कि अलिकति, फेरि महँगो पो भनेर मलाई किचकिच गरेर आमामा। हो भनेको लास्ट पेमेन्ट इन गरिसकेपछि जुन प्राइस आउँछ त्यही प्राइस त हो नि है? त्यो हामीले त फेरबदल गर्न मिल्छ त मिल्दैन नि? अनि उहाँले फेरि मैले होइन दाइ त्यो बाटो सधैँ दरबार मार्गको बाटो जाने गरेको छ भनेको, मैले पनि मान्नु भएन क्या। होइन भाइ म त यतैबाट आएको, यतैबाट हिँडेँ हुन्छ नि त भनेर मानेर गएँ लास्टमा त। अनि मै चाहिँ गल्ती रे। अनि मैले फेरि पठाउमा फोन गरिदिएको, मलाई कस्टमरले यस्तो यस्तो भन्नुभयो भनेर। तपाईँलाई त सब बाटो थाहा रहेछ यो त। अनि खोइ त स्कुटी। के सर्भिसमा दिनुभएको? ए अनि चलाउन छोडेर अनि किन घरमा राख्नु भएको?
ओके अनि अहिले चाहिँ हामी कहाँ जाँदैछौँ ओ ए एक दिनमा अँ 300 त्यहीँ गइसक्यो अँ पाइन्छ ओ अँ ए लेफ्ट जाने हो तपाईँ के गर्नुहुन्छ काम चाहिँ आइल्स पढाउनुहुन्छ नाइस नाइस अनि भनेपछि तपाईँ गएर आइसके जस्तो छ हुन त फेरि गएकोले मात्रै पढाउनु पर्छ र भन्ने पनि त छैन नि सही हो खुलिरहेको छ जाम है नत्र त फेरि यहाँ त थुप्रै रोक्ने कि हामी त्यहाँबाट लेफ्ट हो ल हुन्छ 18 हो कि तपाईँलाई हुन्छ हुन्छ 37 डिस्काउन्ट उयो प्रोमो कोडवालाहरूमा कुनबाट ब्याङ्किङ हो कि के ए अनि मैले 6 भनेको थिएँ कोहीले त अगाडि नै हालिदिनुहुन्छ नि त Welcome.